सबैलाई क्रिस्ट यीशुको नाममा जय मसी अनि साथै तपाईहरु जतिले पनि यो पोडकास्ट हेरिराख्नु भएको छ तपाईलाई हाम्रो न्यानो अभिवादन। अनि विशेष गरी आजको दिनमा हामी फेरि पनि यो तेस्रो भागलाई लिएर थर्ड हामीले पोडकास्ट हामीले आज प्रभुको दास हाम्रो भाइ डिकेन्स बर्देवाको सँग हामीले गरिरहेका छौं। म परमेश्वरलाई धन्यवाद दिन्छु, उहाँले मलाई फेरि पनि यो सुनौलो अवसर दिनुभयो। हामीले बितेको समयमा हामीले आत्मा प्राण शरीरको विषयमा हामीले धेरै चर्चाहरू गरिरहेका थियौं भने आजको दिनमा चाहिँ हामी एउटा छुट्टै एउटा परमेश्वरको उद्देश्य हाम्रो जीवनमा भनेर विषयलाई लिएर हामी आएका छौं। म सर्वप्रथम परमेश्वरलाई धन्यवाद दिँदै यो पोडकास्टमा म हाम्रो परमेश्वरको दास हाम्रो भाइ डिकेन्स बर्देवालाई म स्वागत गर्न चाहन्छु। एकदमै भाइले यो समय दिनुभयो, फेरि पनि एउटा अनप्लान अनसर्टन टाइममा पनि भाइले मेरो प्रस्तावलाई स्वीकार्नु भयो अनि पोडकास्टमा आउने एउटा तपाईले है एउटा समय दिनुभयो, जुटाइदिनु भयो। एकदमै तपाईलाई थ्यांक यू सो मच। है तपाईको उपस्थिति आज हाम्रो निम्ति इम्पोर्टेन्ट छ। अनि विशेष यो पोडकास्ट चाहिँ हामीले एउटा उद्देश्य चाहिँ हाम्रो के छ भन्दा चाहिँ हाम्रो भाइहरूको जीवनमा अहिलेको युवाहरूको जीवनमा मानिसहरू युवाहरू बढिरहेको छ। उनीहरू फिजिकली हेर्यो भने बढिरहेको छ, तर उनीहरू परमेश्वरको उद्देश्य उनीहरूको जीवनमा कस्तो छ के छ भन्ने त्यो बिना त्यो एउटा नबुझिकन भनौँ या त्यो कुरालाई थाहा नपाइकन उनीहरू अगाडि बढेको जस्तो मलाई लाग्छ। अनि हाम्रो है हामीलाई धेरै प्रश्न रहन्छ कि परमेश्वरको उद्देश्य हाम्रो जीवनमा के छ, कसरी पुरा हुन्छ, छ कि छैन भन्ने एउटा अन्यलता एउटा कन्फ्युजन भएको कारणले हामीले आजको यो बाइबलबाट हामीले बिब्लिकल पर्सपेक्टिभबाट परमेश्वरको उद्देश्य चाहिँ हाम्रो निम्ति के रहेछ र प्रभुले हामीलाई के भन्न चाहनुहुन्छ भन्ने कुरालाई हामी आज पस्किन यहाँ ल्याउन गइरहेका छौँ। र म विशेष अब लामो नबोलिकन म भाइलाई म समय दिन चाहन्छु यो एउटा प्रश्न राख्दै कि आज धेरै युवाहरू यस्ता छन् जसले चाहिँ भन्छ कि मेरो जीवनमा उद्देश्य परमेश्वरको साँच्चै नै छ कि छैन, म उद्देश्य बिना नै जिरहेको छु कि किन भन्दा चाहिँ धेरैले लाग्छ कि अरूको जीवनमा प्रभुको उद्देश्य पुरा भइरहेको तर मेरो जीवनमा चाहिँ प्रभुको उद्देश्य केही पनि छैन, ब्लाइन्ड जस्तो उसलाई लाग्छ हैन। र यो विषयमा चाहिँ भाइले आज बाइबलबाट हामीलाई कस्तो प्रकारको सुझाव या सजेसन भनौँ या एउटा हामीलाई एउटा शिक्षा तपाईँले दिन चाहनुहुन्छ, तपाईँले यो विषयमा के भन्न चाहनुहुन्छ कि प्रभुको उद्देश्य चाहिँ हाम्रो जीवनमा कसरी पुरा भइरहेको छ? एकदमै धन्यवाद तपाईँलाई क्वेसनको लागि। अनि साँच्चै नै यो धेरैजनाको प्रश्न छ कि मेरो जीवनमा यो पृथ्वीमा म किन छु, साँच्चीकै प्रभुको योजना छ भने मेरो जीवनमा किन पुरा हुँदैन अनि अरूको जीवनमा भएको देख्दै गर्दाखेरि म त उद्देश्यविहीन व्यक्ति हुँ, मेरो जीवनमा प्रभुले केही योजना राखेको छैन जस्तो लाग्छ। तर आज म तपाईँलाई के भन्न चाहन्छु भन्दा परमेश्वरले जब पनि पृथ्वीमा व्यक्तिहरूलाई ल्याउनुहुन्छ उहाँलाई हामीले जस्तो काम गर्नुहुन्न। कोहीलाई हाम्रो सडन कुराहरू हुन्छ, हामी प्लान बिना हामी योजनाहरू बनाउँछौँ, तर बाइबलले चाहिँ परमेश्वरले चाहिँ पूर्व योजना गर्नुहुन्छ भनेर भन्नुहुन्छ। अनि आज परमेश्वरले मानिसलाई हरेक व्यक्तिलाई चाहिँ पृथ्वीमा ल्याउँदै गर्दाखेरि पहिला नै पूर्व योजना बनाउनु भएको छ। त्यसमा दाउदले पनि भजन सङ्ग्रह 139को 16मा यस्तो भनेर भनेको छ, त्यहाँदेखि 14 देखि त्यहाँ हेर्दै गयो भने उहाँले मलाई भयङ्कर रीतिले आश्चर्य रीतिले बनाउनु भएको छ। जब मेरो आमाको घरमा गर्भमा हड्डी बन्नेको थिएन, जब म आकार बिनाको थिएँ तब तपाईँको आँखाले मलाई देख्यो भनेको छ हैन। अनि 16मा आउँदा चाहिँ यसो भनेको छ, म जन्मिनुभन्दा अगाडि नै मेरो बारेमा त्यो पुस्तकमा लेखिएको थियो भनेको छ क्या। द्याट मिन्स हाम्रो सेप पनि आउनुभन्दा अगाडि, हामी एक्जिस्टेन्समा आउनुभन्दा अगाडि नै हाम्रो बारेमा चाहिँ अलरेडी परमेश्वरले हाम्रो फ्युचरको प्लान बनाइसक्नु भएको रहेछ। अनि हामी चाहिँ फ्युचर देख्दैनौँ, फ्युचरको लागि अहिले काम गर्छौँ, तर परमेश्वरले चाहिँ फ्युचर बनाएर चाहिँ फेरि बिगिनिङलाई सुरु गर्नुहुन्छ, त्यसलाई घटाउन थाल्नुहुन्छ होइन। त्यही कारण यिर्मिया 29:11ले पनि भन्छ, जुन योजना मैले तिम्रो लागि बनाएको छु, पास्ट टेन्समा छ नि त, बनाउने छु भनेको छैन होइन, बनाएको छु त्यो म जान्दछु, आई नो भनेको छ। अनि त्यो चाहिँ तिम्रो भविष्यको लागि सुधार्नको लागि हो भनेर भनेको। द्याट मिन्स परमेश्वरले हरेकजनाको लागि अलरेडी पूर्व योजना गर्नुभएको छ। हामी यस पृथ्वीमा सायद एक्सिडेन्टली जन्मे होला, आमा बाउको लागि पनि सरप्राइज थियो होला होइन, कतिजना अचानक कन्सिभ भयो होला होइन, अन्त कतिजना अचानक छोरी जन्मिन्छ भनेको छोरा जन्मियो होला, कतिजना फ्यामिलीमा कतिजनाको लागि छोरा एक्सपेक्ट गरेको छोरी जन्मियो होला, छोरी जन्मेको एक्सपेक्ट गरेको छोरा जन्मियो होला। तर परमेश्वरले चाहिँ त्यसरी एक्सिडेन्टली कसलाई पनि पठाएको छैन। हरेकजनाको फ्युचरलाई अलरेडी पहिला डिजाइन गरिसकेर मात्रै चाहिँ
परमेश्वरले पृथ्वीमा मान्छेलाई बनाउनु भएको छ। हरेकजनाको जीवनमा नै पूर्व योजना चाहिँ छ। परमेश्वरको पूर्व योजना चाहिँ हरेकमाथि नै छ है। हजुर। हामी त्यसै चाहिँ संसारमा चाहिँ आएको होइनौँ। हजुर। एउटा मानव जाति भनेर प्रभुले संसारमा ल्याउनु भएपछि चाहिँ प्रभुको के न के उद्देश्य छ उसको जीवनमा प्रभुले राख्नु नै भएको छ। प्रभुले पहिला नै गर्नुभएको छ है। कति मिठो कुरा। अनि हामीले सुन्दै थियौँ वचनबाट कि परमेश्वरले चाहिँ आज हामी हरेकलाई सृष्टि गर्नुभन्दा अगाडि नै प्रभुले आज हामीलाई जान्नुहुन्छ भन्ने कुराहरू यो विषयलाई हामी अलिकति हिब्रू 10:7 यस्तो भनेको छ, हे परमेश्वर, म तपाईँको इच्छा पुरा गर्न यस पृथ्वीमा आएको छु। तपाईँको पत्रको मुठामा यस्तै मेरो बारेमा लेखेको छ भनेको छ। इङ्ग्लिसमा चाहिँ द बुक अफ स्क्रल भनेको छ, नेपालीमा चाहिँ मुठा पत्र पनि भनेको छ, पत्रको मुठा पनि भनेको छ है। अनि मैले एउटा किताब पढ्दै थिएँ केनिथ ई हेगन भन्नेको। अनि उहाँ एक दिन स्वर्ग जानुभएछ। अनि स्वर्ग जानु हुँदाखेरि चाहिँ परमेश्वरले केनिथ ई हेगनलाई एउटा किताब भएको रुममा लानुभएछ होइन। अनि त्यो किताब भएको रुममा जाँदाखेरि केनिथ हेगनलाई भनेछ यो किताब के हो तँलाई थाहा छ भनेर सोध्नु भएछ। अनि केनिथ हेगनले भन्छ द बुक अफ लाइफ होला, कि जीवनको पुस्तक मात्रै सुनेको हामीले होइन, जीवनको पुस्तक छ हाम्रो बारेमा, न्यायमा खोलिन्छ। प्रभुलाई भनेर केनिथ हेगनले यो बुक अफ लाइफ हो, जीवनको पुस्तक हो। होइन, यो जीवनको पुस्तक होइन, जीवनको पुस्तक अर्कै हो, तर यो चाहिँ मुठा पत्र हो भनेर। अनि यो मुठा पत्र चाहिँ के हो भनेर मुठा पत्र चाहिँ यो हो, मान्छे जन्मिनुभन्दा अगाडि चाहिँ कहाँ जन्मिन्छ, कहाँ मर्छ, कसरी मिनिस्ट्री गर्छ, उसलाई म कसरी पृथ्वीमा चलाउँछु, उसको प्री डेस्टिनेसन अथवा प्री भनेको अगाडि, डेस्टिनेसन भनेको चाहिँ नियति होइन। ऊ जन्मिनुभन्दा अगाडि नै मैले त्यो बुकमा चाहिँ होल मृत्युसम्मको उसको होल लाइफमा हुने सक्सेसफुल स्टोरी चाहिँ आई हेभ अलरेडी रिटन इन इट भनेर यो लेखिसकेको छु भनेर भनेर। अन्त प्रभु म पढ्न सक्छु भनेर भनेर केनिथ हेगनले नि एकजना व्यक्तिको किताब खोलेर हेर्दा यो यहाँ जन्मिनेछ, यसरी प्रभुलाई चिन्नेछ, उसको जीवनबाट यति आत्मा बाँच्नेछ, उसको जीवनबाट यसरी सेवकाई हुनेछ। पाप गरेको कथै थिएन अरे, मतलब गिरेको कथाहरू, लडेको कथाहरू, तर सक्सेसफुल स्टोरी मात्रै थियो अरे, एन्डिङ पनि दामी थियो अरे यो। अनि प्रभुलाई भने प्रभु यहाँ यस्तो दामी प्लान यो किताबभित्र लेखेको रहेछ तपाईँले, अनि यो पुरा हुँदैछ पृथ्वीमा मान्छेको जीवनमा भनेर। तर प्रभुले भनेर केनिथ हेगनलाई त दुःखको कुरा छोरा, मैले त्यति दामी प्लान बनाइदिएको छु, तर यसलाई फुलफिलमेन्ट गर्नुको लागि चाहिँ उनीहरूले चुनाव गर्नुपर्छ भनेर क्या। अन्त एकजना माइल्स मुन्रो भन्ने प्रभुको दासले भन्नुहुन्छ यो डेस्टिनी इज चोजन बाई गड बट इट्स फुलफिलमेन्ट इज यर चोइस अरे क्या। परमेश्वरले अघिबाटै तय चाहिँ गरेको छ, फ्युचरलाई दामी कुरा राखिदिएको छ, तर त्यो योजनालाई चाहिँ हिब्रू 10:7 भन्छ त्यो कुरालाई चाहिँ म फुलफिलमेन्ट गर्नु आएको यस पृथ्वीमा भनेर भन्छ। हामी प्रभुको प्रार्थनामा पनि भन्छ नि मत्ती 6:10 तपाईँको इच्छा जस्तो स्वर्गमा छ त्यस्तै यस पृथ्वी। यो चाहिँ मैले हिजो अस्ति बुझेँ कि यो भर्सलाई के भनेको रहेछ भने तपाईँको इच्छा जस्तो स्वर्गमा छ भने चाहिँ परमेश्वरको इच्छा रहेछ स्वर्गमा। कसको बारेमा? मेरो बारेमा, हाम्रो बारेमा। त्यो इच्छा चाहिँ पुरा होस् भनेर प्रार्थना गर भनेर प्रभुको प्रार्थना सिकाएको रहेछ। द्याट मिन्स त्यो पुरा नहुनु पनि सक्ने रहेछ। फेरि यदि मैले चाहेँ भने तपाईँको त्यही कारण धेरैजनाले पहिला भन्थेँ क्या प्रभुको इच्छा खोज्नुपर्छ, म त्यहाँ जानु कि नजानु होइन, भन्थेँ नि कतिले तपाईँ सुन्नु भएको होला। म प्रभुको इच्छा खोज्दैछु, त्यो जग्गा जानु कि नजानु, म प्रभुको इच्छा खोज्दैछु, त्यो व्यक्तिलाई भेट्नु कि नभेट्नु। त्यो चाहिँ किन रहेछ भनेर भन्दाखेरि चाहिँ प्रभुको योजनाभित्र हामीले कोही व्यक्तिलाई भेट्नु, कुनै ठाउँ जानु, सेवाकाई जानु, जुनै पनि क्षेत्र प्रभुको इच्छाभित्र भएर सोधेर गऱ्यो भने मात्रै त्यो चाहिँ हाम्रो योजनाभित्र हामी पस्दो रहेछौँ। नभए डेली हामीले गलत चुनाव गर्दो रहेछ हाम्रो लाइफमा, चाहे त्यो व्यक्ति भेट्नुहोस्, चाहे त्यो मिनिस्ट्री नै गर्नुहोस्। त्यहाँदेखि त्यसकारण त्यहाँ भएको कुरालाई घटाउनुको लागि चाहिँ हामीले इच्छा खोज्नुपर्ने रहेछ। अनि एउटा कुरो मलाई क्वेसन आउँथ्यो, प्रभु यीशु 100% म्यान 100% परमेश्वर हुनुहुन्छ नि त, तर यीशुले किन 40 days फास्टिङ बस्यो? प्रभुले होल नाइट प्रार्थना गर्यो भने चाहिँ लोकाले होइन, यीशुले किन प्रार्थना जरुरत पर्यो भन्दा यीशुले यसो भनेको चाहिँ एउटा ठाउँमा पिताले म जे गर्दै गरेको देख्छु स्वर्गमा म त्यही गर्छु। अनि एउटा ठाउँमा यसो भनेको छ यूहन्नामा 6:38 4:34 पनि भनेको छ म मेरो इच्छा पुरा गर्न आएको होइन, तर कसको इच्छा पुरा गर्न आएको? पिताको। द्याट मिन्स यीशुको पनि मुठा पत्र थिएछ, पिताले जे टास्क दिएर पठाएको पृथ्वीमा, त्यही कारण चाहिँ होल नाइट बसेको यीशु ख्रीष्ट, ताकि म गलत कुरा त गरी पठाउँदिनँ, ताकि म मेरै योजना त गरी पठाउँदिनँ। त्यही कारण प्रभु यीशुले चाहिँ पिताले जे गर्नु पठाएको छ टास्क, त्यही कुरो घटाउनुको लागि चाहिँ घन्टौँ प्रार्थनामा बिताएको रहेछ, ताकि सम्पूर्ण रूपले शरीरमा शरीर 100% म्यान थियो,
तिमी तरिका चाहिँ यो हो पुरा गर्ने भनेर सिकाउनु भएको प्याटर्नलाई। किनभने मान्छे आफ्नै बागी भए आफ्नै बाटोतिर प्रभुले एउटा ठाउँमा भने भेडा चाहिँ बरालिएको छ, गोठाला बिनाको भेडा भएको छ, मानिसहरूले मेरो आवाज सुन्दैन, प्रभु कति मन दुखाउनु भएको छ पुरानो नियममा होइन। तर यीशु ख्रीष्टले एउटा प्याटर्न देखाइदियो क्या, स्वर्गको इच्छा चाहिँ यसरी फुलफिलमेन्ट गर्नुपर्छ, तिमीले दिनहुँ उहाँको इच्छालाई खोजिरहनुपर्छ प्रार्थनामा। अनि तिमीले त्यो खोज्यो भने चाहिँ मेनिफेस्ट घट्छ यहाँ, खोजेन भने चाहिँ शैतानको पनि डेस्टिनी छ। फेरि दुईवटा डेस्टिनी छ नि त, एउटा चाहिँ परमेश्वरले बनाएको मुठापत्र छ भने शैतानले हेलमा लाने डेस्टिनी छ। आज धेरैजना क्रिस्चियन शैतानको चाहिँ प्री डेस्टिनी चाहिँ हुँदैन मान्छेको। हजुर, प्री चाहिँ हुँदैन, त्यसले प्लान चाहिँ गरेको छ परमेश्वर है, तर छन् चाहिँ छ होइन, त्यसको पनि हजुर डेस्टिनी चाहिँ त्यसले पनि मान्छेलाई हजुर नर्कमा पुर्याउने हजुर एकदमै। अन्त त्यसकारण एउटा व्यक्ति क्रिस्चियन चर्च आएर पनि किन नरक जाँदैछ? किनभने सबैजना क्रिस्चियन त स्वर्ग जाँदैन। किनभने लास्टमा न्यायको दिनमा त मलाई प्रभु प्रभु भन्ने त्यहाँ आशा काम गर्नेलाई पनि चिन्दैन भनेको छ समटाइम प्रभुले मत्ती 7:21। त्यसो भए चर्च आएर पनि प्रभु पाएर पनि प्रभु भोज खाएर पनि बक्तिस्मा लिएर पनि एउटा व्यक्ति नरकमा एन्ड अप भइरहेछ। त्यो कथा तपाईँले मलाई थाहा छ, हुने इभेन्ट पनि हो। त्यसो एउटा विश्वासीले ऊ त स्वर्ग जानुको लागि कल गरेको थियो प्रभुले त, किनभने हरेकजनालाई गस्पल गर्दै गर्दा या प्रभुलाई बाँच्दै गर्दा स्वर्गकै बाटो देखाएको नि प्रभुले। तर नरक किन गयो भन्दा उसले त्यो डेस्टिनीलाई चुनेन, तर शैतानले बनाइदिएको डेस्टिनीलाई चुन्यो। त्यही कारण परमेश्वरले चाहिँ हामीले न्युट्रलमा राखिदिनु भएको छ। मतलब चाहिँ उसको आफ्नो डिसिजनले आफ्नो हजुर के अरे चुज गरेको कारणले होइन हजुर चाहिँ अब त्यो डेस्टिनी चुज गर्यो। हजुर वास्तविकमा हामीलाई परमेश्वरले कुन चाहिँ कुरा, त्यही कारण बाइबलमा भन्छ कि दुईवटा बाटो भन्ने कुरा होइन उल्लेख गरेको छ नि, दुईवटा, एउटा फराकिलो छ एउटा उयो छ, अनि प्रभुले चाहिँ हामीलाई बिचमा हामी छौँ, कुन चाहिँ बाटो चुज गर्ने त्यो निर्णय लिने चाहिँ मान्छेकै हो नि। परमेश्वरले नै हामीलाई नर्कमा जानुपर्छ भने नर्क बनाएको पनि होइन, तर त्यो चाहिँ मान्छेले नै आफ्नै इच्छाले है चुने, एकदमै हामी त्यही जान्छौँ। हजुर कति राम्रो। अनि तपाईँले भन्नुहुँदै थियो नि यो प्री डेस्टिनीको कुरा, बाइबलमा हामीले थुप्रो वर्ष हेऱ्यो भने प्री डेस्टिनेसनको बारेमा तिमोथी 2:1-9 भनेछ, उहाँले हामीलाई उद्धार गर्नुभयो र एउटा पवित्र बोलावटद्वारा बोलाउनु भयो, हाम्रो कामको आधारमा होइन, उहाँको आफ्नै अभिप्राय र अनुग्रहको आधारमा हो, जो उहाँले ख्रीष्ट येशूमा युग युग अघिदेखि नै हामीलाई दिनुभएको थियो। युग युग अघिदेखि नै दिनुभएको थियो भनेको छैन। अनि एफिसी 2:10 पनि भनेको छ, हामी पृथ्वीमा चाहिँ परमेश्वरले बनाएको योजना ती बमोजिम चल्नको लागि चाहिँ हामी यो पृथ्वीमा आएको भनेर भनेको छैन। अझ एउटा पद तपाईँलाई दिन चाहन्छु। एफिसी 1:4 भन्छ, उहाँले तिमीलाई उत्पत्तिभन्दा अगाडि चुन्नुभयो। त्यहाँदेखि उत्पत्तिभन्दा अगाडि त हामी कहाँ थियौँ? हामी पृथ्वीमा आएको एउटा एज छ, तपाईँको एउटा एज छ, त्यहाँदेखि मात्रै तपाईँको एक्जिस्टेन्स छ, मेरो एउटा एज छ एक्जिस्टेन्स। म उत्पत्तिभन्दा अगाडि कहाँ थिएँ? द्याट मिन्स उत्पत्तिभन्दा अगाडि म थिएछु नि त। कहाँ थिएछु भन्दा परमेश्वरको माइन्डमा विचारमा थिएँ नि त। अनि मेरो स्पिरिट थियो नि त प्रभुसँग, उहाँको स्पिरिट त हालिदिएको छ होइन। द्याट मिन्स उत्पत्तिभन्दा अगाडि चुन्नुभयो भने परमेश्वरले अलरेडी प्लान गर्नुभएको। जस्तै इक्जाम्पल लुका 1:15 तपाईँले हेर्नुभयो भने यूहन्ना जन्मेको छैन, बक्तिस्मा दिने यूहन्ना, तर उसको डेस्टिनेसन बताइदिँदैछ यहाँ। यूहन्नाको बारेमा यसो लेखेको छ, तिनी परमेश्वरको सामने महान हुनेछन्, तिनले दाखमत वा शराब कहिले पिउने छैनन्, आमाको गर्भदेखि नै पवित्र आत्माले भरिएको हुनेछन् भनेर भन्यो। अन्त यूहन्ना बक्तिस्मा दिने यूहन्ना चाहिँ को क्वालिटी भन्दैछ जन्मिनुभन्दा अगाडि। यो चाहिँ कहाँ अगमबानी भएको थियो भने यसै 40:3 यूहन्ना बक्तिस्मा दिने यूहन्ना त त्यहीँ थिएछ। जस्तै हेर्नुहोस् ल, यसै 40:3 जङ्गलमा कराउनेको आवाज सुना भनेको छ नि। अन्त यूहन्ना कहाँ थियो त्यति बेला? यशायाको टाइममा थिएन नि, तर यशायाले यूहन्नालाई देखिसकेको स्पिरिटमा, हेर यो जङ्गलबाट एउटा व्यक्ति कराउँदै आउँछ है। अन्त तपाईँले एक्ज्याक्ट हेर्नुभयो भने लुकामा या नयाँ नियममा यीशुले प्रचार गर्नुभन्दा अगाडि नै नि, यीशुलाई बक्तिस्मा दिनुभन्दा अगाडि जङ्गलबाट त्यही कराउँदै आयो क्या, पश्चाताप गर परमेश्वरको बाटो तयार पार्ने व्यक्ति भनेको छ। द्याट मिन्स फुलफिलमेन्ट त यीशुको टाइममा भन्दै यूहन्नाको, तर यशायाले कति हजार वर्ष अगाडि भन्दै, कति हजार 1500 वर्ष अगाडि, हजुर अगाडिको हो। अन्त बक्तिस्मा दिने यूहन्नाको बारेमा चाहिँ अलरेडी प्रिडेस्टाइन भएको थियो। एउटा जङ्गलबाट आउँछ भने एक्ज्याक्ट भिजुअली देखाउँदैछ, अनि एक्ज्याक्ट भए पनि जङ्गलबाटै निक्ल्यो, छालाको लुगा लगाएर आएको व्यक्ति होइन, दागपत नखाने व्यक्ति भन्ने आमाको गर्भदेखि नै एउटा अगमवक्ताको कलिङ बोकेको। अन्त टक्क आयो, यीशु ख्रीष्टको लागि बाटो तयार पारेको पारेन भनेपछि यशायाले यूहन्नाको बारेमा प्रिडेस्टाइन भन्दै थियो पहिला नै। त्यही भन्नु खोजेको मैले चाहिँ, हाम्रो यूहन्नाको बारेमा मात्रै होइन, हामी हरेकजनाको बारेमा नै परमेश्वरले प्रिडेस्टाइन गर्नुभएको छ।
अनि यो चाहिँ तपाईँको रोमी 8:30 पनि लेखेको छ। यहाँ यसलाई म तपाईँलाई पढेर देखाउन चाहन्छु। रोमी 8:30 यस्तो भनेको छ, तर जसलाई उहाँले अघिबाटै नियुक्त गर्नुभयो, यो अघिबाटै नियुक्त चाहिँ इङ्ग्लिसमा चाहिँ प्रिडेस्टाइन भन्ने शब्द चलाएको छ। उहाँले बोलाउनु पनि भयो, यो कलिङ हो। अनि जसलाई बोलाउनु भयो धर्मी पनि ठहराउनु भयो, अनि जसलाई धर्मी ठहराउनु भयो महिमित पनि तुल्याउनु भयो। पहिला प्रिडेस्टाइन गर्नुहुन्छ अरे प्रभुले, त्यहाँदेखि हाम्रो कलिङ बुझाउनुहुन्छ अरे, त्यहाँदेखि कलिङ बुझेको गएपछि हामी धर्मी ठहरिने लेभलमा पुग्छौँ अरे। धर्मी ठहरेपछि यीशु आउँदाखेरि हामी महिमित पनि हुन्छौँ। यो 4वटा कुरा भनेको छ होइन। अनि यहाँ पनि प्रिडेस्टाइन भन्ने शब्द चलाएको छ। द्याट मिन्स हामी हरेकजनालाई नै परमेश्वरले अघिबाट नै तपाईँको जीवनमा महान महान योजना चाहिँ स्वर्गले तपाईँको किताब छ नामको स्वर्गमा, त्यहाँ चाहिँ तपाईँको दामी दामी सेवकाई छ। आज तपाईँ फेलियरको लाइफ जिउँदै होला, हारको जीवन पापमै होला स्टिल तपाईँ, तर तपाईँको त्यो किताबभित्र तपाईँ सक्सेसफुल पर्सन लेखेको छ त्यहाँ। तर त्यसलाई घटाउनुको लागि चाहिँ इच्छा खोजेर चाहिँ घटाउनु पर्यो, त्यसलाई चाहिँ चुन्नु पर्यो। अघि मैले भने नि यो डेस्टिनेसन इज चोजन बाई गड बट इट्स फुलफिलमेन्ट इट्स योर चोइस। हामीले चुनेन भने हामीले त्यसलाई त्यो एज इट इज रहन्छ अरे त्यो किताब। जस्तै इक्जाम्पल यो मेरो मुठा पत्र अरे, यहाँ मेरो डिकेन्सले यसरी सेवाकाई गर्छ, यसले लाखौँको बिचमा प्रचार गर्छ, यो व्यक्तिको जीवनमा हिलिङ हुन्छ डिकेन्सको जीवनमा भनेर लेखेको छ अरे। अब म यो पृथ्वीमा मैले हिलिङ पनि गरेन अरे, सेवाकाई पनि गरेन, प्रार्थनाको जीवन पापको जीवन जिएर म मरेँ अरे। तर यो रिटर्न छ नि त्यो चाहिँ एज इट इज रह्यो नि, त्यो रह्यो नि त त्यस्तै नि। त्यसकारण हामीले पुरा त्यसलाई घटाएन भने चाहिँ एज इट इज चाहिँ रहन्छ, तर त्यसलाई पुरा गऱ्यो भने चाहिँ पृथ्वीमा मेनिफेस्ट हुन्छ। कति मान्छेहरू चाहिँ भट्केको कारण चाहिँ मलाई लाग्छ उसलाई प्रिडेस्टिनीको बारेमा थाहा नै छैन कि परमेश्वरले हामीलाई के राख्नु भएको छ भन्ने कुरा है। हजुर। किनभने यो अहिले भन्दै गर्दा मलाई कस्तो मजा लाग्यो भन्दा परमेश्वरले चाहिँ आज तपाईँ अनि मेरो त्यो स्क्रल होइन, हजुर, बुक अफ स्क्रल चाहिँ पहिला नै लेखिसक्नु भएको छ। जब कि तपाईँ जन्मिनुभन्दा हजारौँ वर्ष अगाडि नै भनेपछि उहाँको विचारमा चाहिँ हामी अलरेडी थियौँ है। हामी यो त्यसै प्रभुले पछिबाट मान्छे बनाउँदै 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 मेरो पनि नाम आयो भनेर आएको होइन रहेछ, तर प्रभुले चाहिँ अलरेडी प्लान गरिसक्नु भएको थियो सबै कुरा। तर अन्तमा मान्छेले चाहिँ मैले कस्तो भन्छ भने हाम्रो कस्तो विचार छ भने चाहिँ मेरो जीवनमा के उद्देश्य छ होला, लथालिङ्गे हुन्छ नि मान्छेको कति, उसले चाहिँ आफ्नो उद्देश्यलाई नबुझेर है। हामी हेरौँ भने अब अहिले इसाई जगतमा नै हामीले हेऱ्यौँ भने कति मान्छेहरू प्रभुलाई पाएको छ, प्रभुलाई प्रेम गर्छ, तर पनि उसको जीवनमा चाहिँ उसको उद्देश्य के छ भन्ने कुरा नै उसले चुकाइरहेको छ होइन। अनि तर बाइबलले चाहिँ हामीलाई क्लियरली भाइले आज हामीलाई पदसँगै देखाइदिनु भयो कि परमेश्वरले चाहिँ हाम्रो निम्ति प्रिडेस्टिनी अघिबाट नै तय गरिसक्नु भएको छ, राख्नु भएको छ। तर पनि मान्छेले अब यस्तो एउटा प्रश्न छ कि प्रिडेस्टिनी प्रभुले गर्नु भएर पनि किन चाहिँ हामीले मतलब हाम्रो जीवनमा त्यो सक्सेस भएर जाँदैन, त्यो पुरा भएर जाँदैन भन्ने कुरामा चाहिँ भाइले भन्नुभएको थियो। एउटा आफ्नो चोइस होइन, एउटा जानेर छ। जसरी हामीले माइल्स मुरको कुरा पनि हामीले सुन्दै थियौँ, स्टेटमेन्ट पनि है। यसमा अलिकति हामी खुल्लौँ, अलिकति कुरा गरौँ। हजुर, परमेश्वरले त्यस्तो विचार लाग्छ अनि त्यसमा चाहिँ तपाईँले के सजेस्ट गर्न चाहनुहुन्छ? परमेश्वरले पूर्व योजना बनाएर मान्छेलाई जबरजस्ती उहाँको योजना पुरा होस् भन्ने परमेश्वरले गर्न चाहनुहुन्न। किनभने एउटा ब्युटिफुल गिफ्ट छ हामीसँग, त्यो चाहिँ फ्री विल हो। जस्तो होइन, जस्तो हामीले रोबोटको कुरा हेऱ्यौँ, कम्प्युटर हेऱ्यौँ, यिनीहरू प्रोग्रामिङ हुन्छ, उनीहरूलाई जे कमान्ड गर्यो रिमोटले होइन त्यो कमान्डले चल्छ। तर परमेश्वरले हामीलाई पिक्चर चाहिँ देखाइदिएको छ, मैले तेरो लागि योजना। जस्तो पुरानो नियममा पनि तिम्रो अगाडि मैले मृत्यु र जीवन राखेको छु होइन, मृत्यु पनि छ त्यहाँ, जीवन पनि छ, तर म जीवन नै चुन्न भन्ने म चाहन्छु भनेको छ नि प्रभुले होइन। द्याट मिन्स परमेश्वरको चाहना चाहिँ उहाँको योजना हाम्रो जीवनमा पुरा हुने चाहिँ हो। उहाँको जस्तो भजनसँग 139:16 म जन्मिनुभन्दा अगाडि किताबमा लेखेको थियो, 17 चाहिँ तपाईँको विचारहरू मेरो लागि बलुवाको कर्णभन्दा धेरै छ भनेको छ। यो विषयमा म बोलिरहन्छु, युट्युबमा वचन पनि छ। भनेपछि परमेश्वरको चाहना चाहिँ उहाँको योजना पुरा गरेर हामी स्वर्ग गएको चाहनुहुन्छ, तर उहाँको योजना चाहिँ हामीलाई थोप्नु चाहिँ चाहनु हुँदैन। जस्तो उडोपुत्रको कथामा हेर्नुभयो भने पनि अब उडोपुत्रले बाउलाई पैसा माग्यो, उसले पैसा बाउले लेटी बिउलाई गर्नु दिनुभयो होइन, थामिराख्नु सक्थ्यो नि त, छोरा म तँलाई पैसै दिँदिनँ भनेको घरमै बस्थ्यो होला नि। तर उसको मन त बाउप्रति रुष्ट भइबस्थ्यो नि त, मेरो बाउ त राम्रो छैन, मलाई इन्जोय गर्नु दिँदैन भन्थ्यो नि त। तर बाउले पैसा दियो उडोपुत्रको कथाले, तर त्यो कथामा हेर्नु भने बाउले गार्डनमा डेली पर्खेको छ, किनभने छोरा आउँदाखेरि बाउ गार्डनमा भेटेको छ। द्याट मिन्स उसले डेली बाहिर निक्लेर मेरो छोरा आउँछ होला, आज आउँछ होला पर्खिरह्यो, किनभने त्यो
त्यो जुन योजना थियो बाउको छोरासँग हुने अधिकार दिने कुरा त्यो चाहिँ बिचमा छोराले गुमाएको थियो नि त होइन। तर छोरालाई अलाउ चाहिँ गर्यो प्रभुले पिताले होइन, तर उसले चुनाव गर्यो नि त, त्यहाँ पनि चुनावको कुरा छ। तर सुँगुरको चारो खाने पोइन्टमा पुगेर चाहिँ बाउले खबर पठाएको छैन नि त, तल म पर्खिरहेको छु भनेको छैन नि त्यो कथामा, भनेको छ त्यहाँ, भनेको छैन नि। नोकरलाई पठाउनु सक्दैन नि, मेरो छोरा खोज्नु जाऊ, बाबाले पर्खिरहेछ पैसा सक्यो भने आउनु अरे भनेन नि। तर चुनाव गर्नु दिएको त्यहाँ पनि उडोपुत्रले आफै चुनाव गरेको। मेरो बुवाको घरमा त नकुरले पनि योभन्दा मिठो खाना खाउँछ, उसको भित्र त्यो चेतना खोलिँदैछ होइन। अन्त म जान्छु नकुर सर हुन्छु, त्यो पनि फ्री विलै थियो। अघि पैसा माग्ने पनि फ्री विल थियो, पाप गर्ने पनि फ्री विलै थियो, तर फर्किने पनि फ्री विल थियो कि। त्यो फ्री विलबाट जब फर्केर आयो फेरि त्यो औँठी लगाइदियो, अधिकार बताउँदछ, वस्त्र धार्मिकतालाई बताउँदछ, जुत्ता लगायो त गस्पल अफ सुज होइन, सुसमाचारको जुत्ता, त्यो रेस्टोरेसनलाई गरेको छ नि त। अन्त तर अब त्यो रेस्टोरेसन उसले पाप नगरेर घरमै बसेको त्यो अधिकार कन्टिन्यू गर्न सक्थ्यो नि त। तर बिचमा गिरेको कारणले गर्दा तर उसको अधिकार चाहिँ चेन्ज भएन। नकुर बनाएन नि बाउले, उसको चाहना त नकुर होस् भन्ने थियो नि त, तर बाउको चाहना त कसरी नकुर हुने थियो, छोरै हो नि त उसको माइन्डमा। त्यसै कारण आज परमेश्वरले तपाईँ मेरो जीवनमा चाहिँ दामी योजना अधिकार पनि दिइसक्नु भएको छ, आशिष पनि दिइसक्नु भएको छ। हामी सिन गरेर पो त्यो योजनादेखि बाहिर गएको त, तर हामी फेरि त्यो सिनमा रिपेन्ट गरेर फर्किन्छ भने तपाईँको योजना एज इट इज छ। त्यति त्यो उडोपुत्रको कथामा त्यो छोरा बाहिर मरेको भए उसको लाइफ त्यहीँ एन्डअप हुन्थ्यो, रेस्टोरेसन हुँदैन थियो। तर ऊ फर्किने चुनाव गरेपछि बाउको योजना त चेन्जै भएको थिएन। स्टिल परमेश्वरको योजना तपाईँको लागि चेन्जै हुँदैन कहिले पनि। नरक गइसकेर पनि परमेश्वरको त्यो मुठापत्रमा चाहिँ तपाईँलाई जे बनाउन चाहनुहुन्छ त्यतिले एज इट इज हुन्छ। तर यति नै दुःखको कुरा त्यो घट्दैन तपाईँको लाइफमा। घटाउनुको लागि चाहिँ चुनाव गरिरहनुपर्छ। जस्तो इक्जाम्पल म तपाईँलाई दिन्छु, यीशु ख्रीष्टको पनि डेस्टिनेसन लिएर आएको थियो नि यीशु ख्रीष्ट पनि। जस्तो कन्याबाट जन्मिन्छ भने ठिक्कै त येसायाले गरेको अगमबानी चाहिँ मरियमसँग आएर हेर तिमी गर्भवती हुन्छौ, येसायाले भनेको अगमबानी फुलफिलमेन्ट भयो होइन। अन्त ब्याक टु ब्याक तपाईँले हेर्नुभयो भने यीशु ख्रीष्टको लाइफमा जकरियाले के भनेको थियो, हेर गदनीको बछडामा उहाँ चढेर आउँदैछ। पाम सन्डेको बेलामा हेर्नुभयो भने यीशु गदनीको बछडामा चढेर आएको छ। येसायाले भन्ने थियो नि, यीशुले एक्ज्याक्ट फुलफिलमेन्ट गरिदिएको छ क्या त्यहाँ एक्ज्याक्ट कुराहरू। यदि यीशुले त्यसलाई फलो नगरेको भए फेल्ड हुन्थ्यो नि त त्यो योजनाहरू, बुझ्नुहुँदैछ नि। तर यीशुले त्यो अगमबानी चाहिँ फुलफिलमेन्ट गरेको, गदा किन मगाउनु, किन हिँड्नु, कि जकरियामा गदामा आउँछ भनेर लिएछ, त्यो फुलफिलमेन्ट गर्नुको लागि यीशुले एक्ज्याक्ट गदा मागेको छ भन्ने कुरा नि। अन्त येसाया 53 पुरा हुनुको लागि चाहिँ उहाँको रूप चाहिँ कुरूप थियो, उहाँमा हेर्नेकै सुन्दरता थिएन। एक्ज्याक्ट फुलफिलमेन्ट गर्नुको लागि क्रुससम्म आज्ञाकारी हुनुभयो। यदि प्रभु यीशु क्रुसमा मर्दैन भन्नुभएको भए फेरि येसाया 53 फेल हुन्थ्यो नि त। तर येसाया 53 यीशुको प्रिडेस्टाइन हो नि त मृत्यु कुरा। तर यीशुले एक्ज्याक्ट पिताको इच्छा, जस्तो गेतसेमनीको बगैँचामा हुनसक्छ भने कचरा हटाइदिनुहोस्, तर मेरो इच्छा होइन तपाईँको इच्छा पुरा गर्नु, त्यो चाहिँ प्रिडेस्टिनेसनमा भएको इच्छा चाहिँ घटाइदिनुहोस् भनेको नि। तर यीशु ख्रीष्टले म क्रुसमा चढ्दिनँ, पिता मलाई साह्रो पऱ्यो भनेको भए येसाया 53 फेल हुन्थ्यो। तर यीशु ख्रीष्टले त्यो योजनालाई खोजिरह्यो क्या पिताको। हाम्रो जीवनमा चाहिँ किन पुरा नभएको भन्दा हामी अर्को चुनाव गरिबस्छौँ, खोज्दैनौँ। अनि प्रभुको योजना एज इट इज रहन्छ नि, हामी प्रभुलाई दोषाइबस्छौँ, मेरो जीवनमा योजनै छैन। परमेश्वरको योजना छ तपाईँको लाइफमा। आज तपाईँको जीवनमा आज कलिङ पनि चाल पाउनु भएको छैन होला तपाईँले होइन। युजलेस लाग्दैन, कतिजना आइएम युजलेस भन्छ मलाई धेरैजनाले मेसेज गरेर होइन, मेरो जीवनमा योजनै छैन, प्रभुले मलाई माया गर्दैन, मलाई पृथ्वीमा सङ्घर्ष मात्रै छ भन्छ। यस सङ्घर्ष छ, पेन छ, फेलियर छ, तर यस बिचमा पनि परमेश्वरको योजना स्टिल तपाईँको लागि इट हेज नट बिन चेन्ज्ड। यदि तपाईँ आज कोअपरेसन गर्नुहुन्छ अनि भन्छ लेट योर विल बी डन, म तपाईँको इच्छा खोज्छु भनेर घुँडा टेक्नुहुन्छ भने नि त्यस दिनदेखि नै तपाईँको जीवनमा अनफोल्ड भइहाल्छ प्रभुको योजना। त्यस्तो कति है, त्यो कति दामी है, दामी लाग्यो साँच्चै नै। कतिले चाहिँ उसले त्यो उसको डेस्टिनी थाहा नपाएर नराम्रो बाटोमा लाग्छ होइन, कुलतमा लाग्छ, लतमा परेर उसको जीवनलाई उसले नाश गर्छ होइन। त्यस्तो भाइ बहिनी हामीले धेरै देखेका छौँ नि, अहिलेको टाइममा पनि त्यस्तो भाइ बहिनीहरू छ। अनि वास्तविकमा उनीहरू यही कुरा नबुझेर परमेश्वरले चाहिँ आज हामीलाई जर्मिया 29:11 बताउले भन्छ, त्यो कति दामी कुरा छ है। त्यो जुन चाहिँ उद्देश्य चाहिँ प्रभुले हाम्रो निम्ति राख्नु भएको छ, त्यसले हाम्रो उन्नति गराउनको निम्ति, नोक्सानी गर्नुको निम्ति होइन भन्ने भनेपछि प्रभुको विचारमा चाहिँ तपाईँ अनि मेरो निम्ति चाहिँ कति सुन्दर कुराहरू रहेछ एकदमै। तर मान्छेको चुनावले गर्दा अन्त मान्छेले
होइन पापलाई नै रोजेको कारणले गर्दा चाहिँ उनीहरूको जीवनमा त्यो प्रिडेस्टिनीबाट चाहिँ उनीहरू वञ्चित हुन्छ है, आउट अफ ट्र्याक हुन्छ, आउट अफ उनीहरूको त्यो लक्ष्यबाट चाहिँ उनीहरू अग्लिन्छ त्यो कुराहरू। अनि अब अन्तमा हामी यो कुराहरू गर्दै गर्दा तपाईँले अन्तमा यो कुरालाई अझै हामी बिचमा कसरी राख्न चाहनुहुन्छ यो प्रिडेस्टिनीको विषयमा? हजुर, तपाईँ हरेकजनाको जीवनमा परमेश्वरले एफिसी 1:4 अनुसार, एफिसी 2:10 अनुसार, हिब्रू 10:7 अनुसार, भजनसँग 139:16 मैले जुन पदहरू भने तपाईँ हरेकजना एक्सिडेन्टली यस पृथ्वीमा आउनु भएको छैन। हरेकजनाको जीवनमा परमेश्वरले ग्रेट योजना राख्नु भएको छ। जसरी केनेथ हेगनलाई स्वर्गमा त्यो किताब देखाउनु भयो जहाँ चाहिँ फेलियरको कुरा नै थिएन होइन, सक्सेसको कुरा मात्रै थियो हो। आज पत्रुसको जीवनलाई पनि हेर्नुभयो भने पत्रुसलाई पनि प्रभुले प्रिडेस्टिनेसन देखाउनु भएको छ। पत्रुस तिमीमाथि म चर्च इस्टाब्लिस गर्छु भनेको छ, तर ब्याकस्लाइड भयो नि, कान काटी पठायो, फेरि माछा मार्नु पुरानो प्रोफेसनमा फर्क्यो, फेरि यीशु बौरी उठेर पत्रुसलाई कलिङ याद दिलाउँदैछ मलाई माया गर्छौ भनिकन। अनि प्रेरित 2मा आउँदै गर्दा अनि 3मा आउँदै गर्दा उसले 3000 जनालाई बक्तिस्मा दिएर चर्च सुरु भयो नि होइन, आज पेन्टिकोस्टको दिनमा होइन। अनि पत्रुसको जीवनबाट जुन चाहिँ मत्ती 16:18 म तिमीमाथि मण्डली स्थापित गर्छु भन्ने अगमबानी थियो, जुन चाहिँ प्रिडेस्टिनेसन हो, त्यो चाहिँ ऊ फेलै भयो, ऊ कान काटे, उसले चिन्दिनँ भने 3 पल्ट, ऊ ब्याकस्लाइड पनि भयो, तर पनि ऊ फेरि फर्क्यो नि त। तर यहुदाले त फर्केन नि त, यहुदा त रिग्रेट मात्रै गरेर रिपेन्ट गरेन नि त। रिग्रेटले चाहिँ उसलाई सुसाइड गरेर लगायो अनि हि एन्ड अप इन हेल होइन, नरक गयो भनौँ न सुसाइडले त। तर पत्रुसले चाहिँ रिग्रेट मात्रै गरेर रिपेन्ट गर्यो नि त। अनि रिपेन्ट गरेपछि चाहिँ फेरि कलिङ रेस्टोरेसन हुन्छ क्या। अन्त फेरि प्रेरितमा आउँदै गर्दाखेरि चाहिँ उसको जीवनबाट 3000 जना बक्तिस्मा लियो अनि चर्च चाहिँ पत्रुसले सुरु गरेको हो नि त होइन। त्यसकारण तपाईँको जीवनमा पनि प्रिडेस्टिनेसन छ। आज तपाईँ पापमा गिरिरहेको होला, पत्रुस जस्तो प्रभुलाई चिन्दिनँ भन्ने, सायद डाइरेक्ट तपाईँले चिन्दिनँ भनेन होला, तर तपाईँ चर्चमा जाँदै गर्दा होइन अझ प्रभुलाई नचिनेको सर्कलभित्र तपाईँले आफूलाई क्रिस्चियन जस्तो पनि बनाउनु भएको छैन होला, या तपाईँ सिन गर्दै गर्दाखेरि तपाईँले प्रभुदेखि तपाईँ टाढो भएको अनुभव होला, तर स्टिल तपाईँको जीवनको योजना चाहिँ चेन्ज भएको छैन। तपाईँ आज रिपेन्ट गर्नुहुन्छ, फर्केर प्रभु म त्यो योजनामा फर्किन्छु भन्नुहुन्छ भने तपाईँको जीवन फेरि फुलफिलमेन्ट भइहाल्छ, एलाइन गरिहाल्नुहुन्छ त्यो कुरालाई, त्यो डेस्टिनी ल्याइहाल्नुहुन्छ। हजुर, हामीले आज किनभने कति आज इसाईहरू नै होइन कुरा गर्नु, उहाँहरू ब्याकस्लाइड भएको छ अनि उहाँहरू ब्याकस्लाइड भएर उहाँहरूको जीवन लथालिङ्गम भएको छ अनि एउटा घटना हो, एउटा सत्य कुरा हो। तर पनि हामीले तपाईँबाट सुन्यौँ भाइबाट कि आज यदि हामी रिटर्न मात्रै होइन तर रिपेन्ट गरेर हामीले ट्रुली हामी रिपेन्ट गर्छौँ भने चाहिँ परमेश्वरले चाहिँ हामीलाई त्यो कुरामा फेरि जोड्नुहुन्छ है। किनभने तपाईँको अनि प्रभुले जुन चाहिँ प्रिडेस्टिनी बनाउनु भएको छ त्यो कुरालाई चाहिँ कहिले पनि त्यो अदला बदला हुँदैन, त्यो चाहिँ एज इट इज भएर जान्छ। यति हो जब हामी फेरि पनि त्यो कुराबाट आउट अफ ट्र्याक हुन्छौँ, सायद त्यो कुराहरू बन्द भएर या त्यो कुराहरू त्यही स्थगित भएर जान्छ होला। तर जब हामी फेरि फर्कन्छौँ, ट्रुली हामी रिपेन्ट गर्छौँ, रिपेन्टेन्स है गरेर हामी आउँछौँ भने चाहिँ प्रभुले हामीलाई फेरि त्यो जोड्नुहुन्छ। किन परमेश्वरको उद्देश्य नै त्यो तपाईँ मेरो निम्ति लेखिएको, मुठामा लेखिएको कुरा हो नि त। त्यो चाहिँ प्रभुले हाम्रो जीवनमा भएको घटेको चाहनुहुन्छ, त्यो चाहिँ परमेश्वरको एउटा इच्छा हो, त्यो हृदयको कुरा हो। तर मान्छेले नै त्यो कुराबाट आउट अफ ट्र्याक भएर है त्यो कुराबाट भागेर गएर चाहिँ आज हामीले त्यो कुरालाई फुलफिल भएको हाम्रो जीवनमा हामी देख्दैनौँ। तर तपाईँहरूको लागि एउटा सुनौलो मौका चाहिँ अझै पनि रहेछ है, अप्सन नभएको चाहिँ होइन। स्टिल अब पापमै घिरे पनि लथालिङ्गै जीवन भए तापनि जस्तो सुकै भए तापनि तर प्रभुको लागि चाहिँ परमेश्वरले चाहिँ तपाईँको लागि चाहिँ बाटो या अब तपाईँको लागि अप्सन चाहिँ राखि नै दिनुभएको छ। यति हो, यो चुनाव यो अप्सनलाई तपाईँले फेरि ग्र्याब गरेर यो अपर्च्युनिटी ग्र्याब गरेर फर्किनु भने चाहिँ परमेश्वरले फेरि त्यही ठाउँमा तपाईँलाई लानुहुन्छ भन्ने कुरा हामीले सुन्यौँ, एकदमै खुसी लाग्यो। अनि अब हामी अन्त गर्छौँ र अन्तमा चाहिँ म एउटा एकदमै मिठो कुरा भाइकोबाट सुनिरहन्छु, त्यो हामी कसरी बन्यौँ भन्ने कुराहरू भन्नुहुन्छ नि भाइले क्या। किनभने यो पनि बुझ्नु जरुरी छ, कसरी हामी चाहिँ प्रभुले हामीलाई बनाउनु भयो है, हामी त्यसै आमाको गर्भमा चाहिँ कसरी आयौँ कि हामी अब एउटै है एउटा गर्भधारण भएर आयौँ कि कस्तो प्रकारले बन्यो भने एउटा भाइले भनिरहनुहुन्छ, त्यो कुरा अलिकति राखिदिनुहोस् अनि त्यो कुरासँग हामी अन्त पनि गरौँ। हजुर, अब साइन्सले पनि भन्छ एउटा आमाको गर्भमा नानी जन्मनुभन्दा अगाडि 10 बिलियन भन्दा बेसी सेलको रेस हुन्छ अरे, स्पर्मको रेस हुन्छ अरे भन्छ। हजुर, 10 बिलियन कति करोड होइन। अनि त्यसमा चाहिँ जुन चाहिँ एउटा सेल चाहिँ पस्छ आमाको
ओभरीमा होइन त्यो चाहिँ गर्भधारण हुन्छ अरे। अनि त्यहाँ करोडौँ सेल्सको सेलेक्सन हुन्छ अरे होइन। अनि जो फर्स्ट पोस्छ त्यो रेसलाई जित्छ अनि ऊ मात्रै जन्मिन्छ अरे। अनि करोडौँ सेल्स चाहिँ जन्मिँदैन अरे, मर्छ अरे होइन, त्यहाँ पस्नु सकेन भने। त्यसकारण बाइबलले पनि भन्दैछ हामीलाई परमेश्वरले करोडौँमा चुन्नु भएको छ होइन। आमाको गर्भदेखि नै हाम्रो हड्डी बनिनुभन्दा अगाडि नै मैले तिमीलाई देखेको थिएँ। हामी सेपले लिक्विड फर्ममा थियौँ, सेप न आँखा थियो हाम्रो, न मुटु थियो होइन। अनि साइन्सले पनि डक्टरहरूले पनि भन्छ त्यसरी सेलेक्ट हुन्छ आमाको गर्भमा भन्छ। त्यसले नै बताउँदछ तपाईँ चाहिँ कति युनिक हुनुहुन्छ होइन, कति धेरै स्पेसल हुनुहुन्छ। रोमी 8:37 भन्छ वी आर मोर देन कङ्करर, हामी विजेताभन्दा बढी छ भनेछ। किन तपाईँ विजेताभन्दा बढी छ भन्दा तपाईँले आमाको गर्भमा नै रेसलाई जित्नु भएको छ हो। संसारको स्थितिले, संसारको प्रब्लमले, गरिबीले, पापले पो तपाईँले मलाई हारको जीवन देखाएको त, तर स्वर्गले त तपाईँलाई मलाई गर्भमा नै जित्ने व्यक्ति भनेर बनाउनु भएको छ। हजुर त्यो बिलियन त्यो उसलाई के अरे हजुर त्यो सेल्सलाई हामीले जितेर हजुर जितेको हजुर अगाडि बढ्नु भन्ने कुरा प्रभुको हाउ वन्डरफुली गड हेज क्रिएटेड, प्रभुले कति महान रूपले हामीलाई बनाउनु भएको छ। यो कुरा चाहिँ जब हामीले बुझ्छौँ नि मलाई लाग्छ कि हामी परमेश्वरदेखि टाढा हामी कहिले पनि हुँदैन। किनभने हामी अर्डिनेरी होइन रहेछ नि त, हामी एक्स्ट्रा अर्डिनेरी आज एउटा मान्छे हौँ, हामी एउटा विजयभन्दा बढी जीवन जिउने। यद्यपि हामीले हामी देख्छौँ तर वास्तविकमा त हामी विजयभन्दा बढी रहेछौँ। अनि भने कति हाम्रो जीवन चाहिँ कति भ्यालुएबल छ परमेश्वरको आँखाको अगाडि प्रभुको लागि भन्ने कुरा नि। तर मान्छेले चाहिँ आफ्नो निर्णयले, आफ्नो चोइसले चाहिँ मान्छेले त्यो कुरालाई के गरिरहेको छ, बिगारिरहेको छ, लत्याइरहेको छ। तर आज हामीले वचन हाम्रो परमेश्वरको दास भाइ डिकेन्सबाट हामीले सुन्यौँ कि आज परमेश्वरले चाहिँ आज हामीलाई कति ठुलो योजनामा बनाउनु भएको छ। अनि मलाई लाग्छ कि यो पोडकास्ट तपाईँहरू कतिले हेर्नुहुँदैछ भने तपाईँको लागि चाहिँ हाम्रो यही एउटा के भन्नु एउटा तपाईँको लागि उत्साहको कुरा छ कि परमेश्वरको जुन चाहिँ योजना चाहिँ तपाईँको निम्ति कहिले पनि फेडेड भएर जाँदैन, हराएर जाँदैन होइन। त्यो चाहिँ तपाईँको निम्ति हो अनि तपाईँकै जीवनद्वारा मात्र त्यो पुरा भएर जान्छ। अनि त्यसलाई चाहिँ पुरा हुन दिनुहोस्, त्यो कुरा चाहिँ तपाईँको जीवनमा पुरा हुन दिनुहोस्। तपाईँ पापले तपाईँ टाढिएको छ भने आफूलाई लाग्छ म पापी भए अब म केही गर्न सक्दिनँ, मेरो लाइफ यति नै होला भनेर तपाईँ सोच्नुहुन्छ भने चाहिँ तपाईँको लागि यु स्टिल हेभ अ होप इन क्राइस्ट है। ख्रिस्टमा चाहिँ तपाईँको लागि अझै पनि आशा छ। किन परमेश्वरले चाहिँ तपाईँको प्रिडेस्टिनी त्यो मुठा पत्रमा लेखेको जुन चाहिँ तपाईँको डेस्टिनी छ त्यसलाई चाहिँ कहिले पनि प्रभुले च्यातेर फ्याँक्नुहुन्न है। त्यो कुरालाई चाहिँ प्रभुले सम्हालेर राख्नुहुन्छ। जबसम्म तपाईँ इभन हामीले सुन्दै थियौँ नर्कमै जाँदा पनि त्यो कुरा चाहिँ तपाईँको निम्ति नै रह्यो, तपाईँको नाममा रहिरहेको हुन्छ भन्ने कुरा है। एकदमै खुसी लाग्यो। थ्याङ्क यू सो मच। तपाईँले आज सानो कुरामा धेरै कुरा हामीलाई दिनुभयो, एकदमै आशिषित भयो। अन्तमा तपाईँबाट नै है केही एउटा उत्साहको कुरा भनेर हामी आजको पोडकास्टलाई हामी बन्द गरौँ। हुन्छ, तपाईँ सबैजनाको जीवनमा उद्देश्य छ हार नखानुहोस्, नथाक्नुहोस्। प्रभुले मलाई प्रेम गर्नुहुन्न, उहाँको योजना छैन भनेर तपाईँले नसोच्नुहोस्। परमेश्वरले तपाईँको लागि महान योजना बनाउनु भएको छ। हामी पापमा गर्भधारण गरेको कारणले गर्दाखेरि होइन, संसारलाई शैतानले रुल गरेको कारणले गर्दा विभिन्न हाम्रो माइन्डमा हाम्रो इमोसनहरूसँग खेल्छ शैतानले। त्यसको कारणले गर्दा हामी परमेश्वरले मलाई नजरअन्दाज गर्नुभएको जस्तो लाग्छ। तर आज जसरी उडो पुत्रको छोरा घर फर्किँदाखेरि नकुर बनाएन बाउले, कि उसलाई अधिकारमा नै राख्यो भने आज तपाईँ उहाँको घरमा फर्किनुहुन्छ भने उहाँको प्रेममा तपाईँको पनि योजना परिवर्तन भएको छैन। त्यो योजना चाहिँ एकदमै महान छ। र आज यो पोडकास्ट सुन्दै गर्दा तपाईँ प्रार्थना गर्नुहोस् र तपाईँको जीवनको लागि म लास्ट प्रार्थना गर्नेछु अनि म यो पोडकास्टलाई हामी सक्नेछौँ। प्रभु धन्यवाद, जतिजनाले यो पोडकास्टलाई सुन्दैछ हरेकजना स्पेसल हुनुहुन्छ, हरेकजनाको जीवनमा ग्रेट योजना छ। हरेकजना चाहिँ एक्सिडेन्टली यो पृथ्वीमा आएको छैन, तर तपाईँको पूर्व योजनामा प्रिडेस्टाइन गर्नुभएको छ। उहाँको जीवनलाई रेस्टोर गरिदिनुहोस् र जुन योजना तपाईँको मुठापत्रमा राख्नु भएको छ त्यो परिवर्तन भएको छैन। यदि उहाँहरू फर्किनुहुन्छ भने तपाईँले फेरि उहाँलाई तपाईँले रेस्टोर गर्न सक्नुहुन्छ। जसरी पत्रुस ब्याकस्लाइड भइसकेको थियो, कान काट्ने भइसकेको थियो, चिन्दिनँ भन्ने भइसकेको थियो, तर पनि पत्रुसले फेरि उसको जीवनमा भएको अगमबानीलाई फुलफिलमेन्ट गर्यो किन ऊ फर्केको छ। प्रभु आज तपाईँको छोराछोरीहरू तपाईँ कहाँ फर्किन्छ भने, तपाईँको योजनामा फर्किन्छ भने उनीहरूको जीवनमा पनि तपाईँको त्यो स्वर्गीय योजनाहरू पुरा हुनेछ। हरेकजनालाई आशिष दिनुहोस्। महिमा तपाईँलाई भएको छ येशू ख्रीष्टको नाममा, आमेन। हुन्छ, जय मसीह।